हो दिदी हो तपाईँको गरादशा एकदमै बिग्रेको रहेछ है। ल यो वर्ष चाहिँ एकदमै केयरफुल रहनु होला दर्शकबिन। ल हेर्नुहोस् त उहाँ गुराँस दिदीले चाहिँ मेरो गरादशा एकदम बिग्रेको रहेछ, मैले हेराउने पनि हेराएको थिएँ भन्दै भन्नुभएको छ। हेर्नुहोस् जस्ताको जस्तै यो छोटो क्लिप। घर जानुपर्ने छ म त घर शान्ति गर्नु त्यही भन्दै थियो तकि भाइले होइन घर शान्ति गर्नु पर्यो घर शान्ति के गर्नुपर्छ अरे सबैतिर गरा बिग्रेको छ होइन साह्रै मेरो दशा घर बिग्रेको छ अरे हेर्नेले भनेको राम्रो गर्दा गर्दै नराम्रो हुन्छ अरे हेर्नेले भनेको साह्रै मेरो दशा घर बिग्रेको छ अरे साथीहरू। अनि कति दिन भएको थियो मैले खाना नखाएको भन्ने कुरा त मलाई पो थाहा छ त। बल्ल बल्ल रुचेर हेर्नु कति धेरै खाइसकेँ मैले खाना। मान्छेलाई कति टेन्सन कति प्रेसर हुन्छ नि है सानो कुराले पनि। हेलो दर्शकबिन नमस्कार, राधे राधे, शिवा शिवारो टाँसिडेले झोरले झुझुलोपा लासो फ्याफुल्ला जय श्रीमान नारायण भन्दै आज पनि म उपस्थित भइसकेको छु मेरो सम्पूर्ण मेरो कटुवाल शिशिर भ्लग च्यानलमा जोडिनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई एकपल्ट स्वागत गर्दै जो कोही पनि यो मेरो कटुवाल शिशिर भ्लग च्यानलमा पहिलोचोटि जोडिनु भएको छ भने कृपया लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला, ताकि तपाईसँग सबैभन्दा पहिलोचोटि यो मेरो भिडियो आइपुगेको छ भने। भन्दै दर्शकबिन आजको कन्टेन्ट तपाईँले थाहा पाइसक्नु भएको छ, जो चाहिँ गुराँस दिदीले अहिले भनिराख्नु भएको छ कि मेरो चाहिँ एकदमै यो साल चाहिँ दशा गर नवग्रह मेरो चाहिँ एकदमै बिग्रेको रहेछ, अब ग्रह शान्ति गर्नलाई घर नगई भएको छैन भन्दै भनिराख्नु भएको छ। पक्कै पनि यो हुनसक्छ है, किनभने अब यत्रो ठुलो काण्ड मच्चिसकेपछि यो नभएको आरोप उहाँले चाहिँ अब ट्याग भिरिसकेपछि होइन, उहाँलाई चाहिँ अब यो चाहिँ एउटा नवग्रहको यो शान्ति नगरी चाहिँ उहाँको केही सुधार होला जस्तो चाहिँ छैन। किनभने उहाँलाई 7.5 नै लाग्यो जस्तो छ यसपालि चाहिँ, किनकि यत्रो होइन यत्रो आरोप चाहिँ उहाँले बिहोर्नु पर्यो, यत्रो ठुलो चाहिँ उहाँले चाहिँ चारौँतर्फ चाहिँ सबैतिर चाहिँ होइन भएको नभएको आरोप चाहिँ आफूले ट्याग भिर्नु पर्यो, आरोप लाग्यो होइन। यो जुन चाहिँ आफ्नै मान्छे बनाउँदाले अब आफ्नै मान्छे बनाएको मान्छेले त्यसरी आरोप लगाइदिँदाखेरिको दुःख बिचरा दिदीलाई एकदमै तनाव। बिचरा उहाँ दिदीले कति दिनदेखि चाहिँ खानै खाएको थिएन भनिराख्नु चाहिँ टेन्सनले हो पनि, अब टेन्सन त भइहाल्छ नि। अब त्यो नभएको आरोप होइन, यस्तो हुन त अब यसलाई सानो कुरो पनि लिनु भएन भने त यस्तो कुरो अब हुन त आइरहन्छ। यो भनेको अब यात्रा हो मान्छेको, यो यात्रामा हरेक कुरा आउँछ, अब कहिले के हुन्छ कहिले कसो हुन्छ, तर यो चाहिँ एकदम नसोचेको आयो क्या दिदीको लागि चाहिँ। यो जिन्दगीमा चाहिँ एकदमै नसोचेको यो चाहिँ कुरा आयो होइन। यस्तो यो प्रबल भाइ लगायत त्यो काले भाइले गर्दाखेरि यो यस्तो हुन पुग्यो, जो चाहिँ अब के गर्ने, आफूले पालेको सर्पले आफूलाई डस्यो के। जो चाहिँ उहाँले दुध दिदी चाहिँ मजाले स्याहार गरेर केयर गरेर पालेको सर्पले आफैलाई डस्न पुग्यो। यो नै दिदीको लागि एकदमै ठुलो चाहिँ दुःखद कुरा भनौँ न होइन, उहाँ दिदीको लाइफको लागि दुःखद कुरा। किनभने अब दिदीले के गर्नु पर्यो भने अरूले जेसुकै भन्दै गरोस् होइन, दिदीले अब भाइलाई त अब कानुनी कारबाहीमा लगिसक्नुभयो, कानुनी कटघरामा उभिइसक्नु भएको छ, त्यो एकदमै ठिक छ, दिदीले गर्नुभयो त राम्रो कुरो हो। तर अब दिदीले कोही कसैलाई पनि नराम्रो नगरिकन होइन, आफू बरु आफ्नो खुसी गरेर आफू बरु अरूलाई त्यो यस्तो गर्छु, यसलाई ल्याएर भाइ बनाउँछु, दिदी बनाउँछु, दाइ बनाउँछु भनेर यस्तो नभनिकन बरु आफ्नो बाटो लाग्नुहोस् क्या, आफ्नो इच्छा अनुसार आफ्नो सो इच्छा काम गर्नुहोस्, तपाईँलाई बरु त्यसैमा भलो हुनेछ दिदीले। किनभने अब संसारले दुनियाँले अब कतिले अब नराम्रो भने कतिले राम्रो भने होइन, कतिजनाले अब यो गुराँसै बिग्रेको थियो, यो गुराँसकै गल्ती छ, गुराँस यस्तो थियो उस्तो थियो भनेर पनि यहाँ मैले धेरै कमेन्ट हेरिरहेको छु तपाईँको त्यो भिडियोमा, तपाईँको भ्लगमा चाहिँ धेरैले गाली पनि गरिराखेको छन्। तर त्यो गाली गर्नेहरू, त्यो तपाईँको खुट्टा तान्नेहरू जति नै खुट्टा ताने पनि कुनै बाल मतलब क्या, खुट्टा तान्नेहरू तान्दै गर्छन्। हेर्नुहोस् तपाईँको त्यो जो चाहिँ विरोधी हो क्या, तिनीहरू चाहिँ तपाईँको त्यो सपोर्ट नगर्ने मान्छेहरू, तपाईँको त्यो चाहिँ भलो नचाहनेहरू, तपाईँ कहिले पनि अगाडि बढ्न नचाहोस्, अगाडि नबढोस् भन्नेहरू चाहिँ तपाईँलाई गाली गरिरहेको छ क्या त्यहाँनिर धेरैजनाले। किनभने हाम्रो के छ भने नेपालमा चाहिँ हाम्रो देशमा नेपालीको बानी के छ भने एउटा मान्छे अलिकति अगाडि बढ्न लाग्यो भने चाहिँ खुट्टा तान्ने होइन, त्यसको कुरा काट्ने, त्यसलाई अगाडि बढ्न नदिने, त्यसलाई कसरी चाहिँ होच्याउने, त्यसलाई कसरी तल झार्ने होइन, त्यसलाई चाहिँ त्यो चाहिँ माथि शिखरमा पुग्न लाग्यो होइन, अब माथि उचाइमा पुग्न लाग्यो भने त्यसलाई चाहिँ कसरी झार्ने, त्यसलाई कसरी डाउन गर्ने होइन, हरेक कुरामा चाहिँ हाम्रोमा चाहिँ नेपालीहरू चाहिँ त्यसरी पछि पर्छन् क्या। त्यही भएर गुराँसको
चाहिँ कसैले पनि भलो नहोस्, गुराँस चाहिँ कसरी हुन्छ फसोस्, गुराँसको चाहिँ काण्डै काण्डा आओस् भन्ने मान्छेहरूले चाहिँ त्यस्तो कमेन्ट गरेको होला सायद। त्यो गुराँस यस्तो बिग्रेको थियो, गुराँसको धेरै हामीले हेरेका छौँ पहिलेदेखि। गुराँस त बिग्रेको मान्छे, गुराँस काम लाग्ने मान्छे होइन। त्यो भाइहरू ठिक थियो, त्यो गुराँसले नै यस्तो गराएको, त्यो गुराँसले नै त्यो भ्युजको लागि पहिला ल्यायो अनि अहिले काण्ड मच्चायो भन्ने धेरैले भनेको छन् त्यो कमेन्टमा होइन। तर त्यो एकदमै एकदमै एकदम गलत हो। त्यो चाहिँ एकदम गलत हो। किनभने त्यो गुराँस दिदीले त्यस्तो गर्नु थियो भने तपाईँ गुराँस दिदीले त्यति ठुलो ट्याग भिर्नु हुन्थ्यो होला र आफूले जानी जानी। त्यो पनि ट्याग कस्तो खालको ट्याग हो तपाईँले देख्नुभयो, सुन्नुभयो नि होइन। बिना प्रमाणको, बिना बिना काहीँ केही प्रमाण छैन। अहिलेको जमानामा त सबुत खोज्छ नि त, पुलिसले कानुन कारबाही गर्दाखेरि त सबुत खोज्छ नि त। सबुत त चाहियो नि, जसरी पनि सबुत चाहियो। सबुत के हो, काम के हो, कसरी गल्ती भयो, कहाँ के भयो होइन, त्यो त सबै खोज्छ। अहिलेको जमाना त हस्पिटलमा सिसी क्यामेरा होला, के होला, हरेक कुरो हुन्छ नि त। त्यो सबै सबुत नभेटिसकेपछि होइन, प्रमाणै छैन त, प्रमाण बिना प्रमाणको त्यतिकै ट्याग भिर्नु भनेको त एकदमै आफ्नो लागि त दुःखको कुरा हो होइन। दिदीको लागि ठुलो दुःखको कुरा हो यो, गुराँस दिदीको लागि होइन। संसारमा चाहिँ उहाँलाई नचिनेको होला र प्राय प्राय होइन, कमै होला। उहाँको यति धेरै फ्यान फलोवर्स हुनुहुन्छ होइन, यति धेरै चाहिँ उहाँ चाहिँ एकदम चर्चित हुनुहुन्छ होइन। सबैतिर उहाँलाई चर्चा बटुल्नु भएको छ गुराँसले होइन। तर पनि मान्छेहरूले यति धेरै गाली गरिराखेको छन् होइन। कति कतिले के नचाहिँदो कुरा, नचाहिँदो कमेन्ट गरिराख्नु भएको छ होइन। तर त्यो चाहिँ एकदमै उहाँको विरोधीहरू हो क्या। उहाँको चाहिँ कहिले पनि अगाडि नबढोस्, गुराँस चाहिँ कहिले पनि तलको तले होस् होइन। गुराँसलाई चाहिँ कहिले भलो नहोस् भन्नेहरूको चाहिँ यो एउटा चाहना होला। तर गुराँस दिदीले त्यस्तो कसैलाई यस्तो गलत भन्नुभएको जस्तो मलाई लाग्दैन। किनभने उहाँले यत्रो ती भाइलाई, त्यो दुईजना भाइलाई न नाता न केही होइन, एउटा खुनको नाताको मान्छेलाई चाहिँ ल्याएर भाइ बनाएर माइती बनाएर राख्नुभयो। त्यो राख्नु नै उहाँको लागि ठुलो गल्ती भएछ क्या अहिले आएर, अन्तिममा आएर चाहिँ। किनभने यति मजाले आफ्नो भाइ होइन, आफ्नो माइती बनाएर राख्दा राख्दै आफ्नै माइतीले नै चाहिँ आफ्नो दिदीको चरित्र हत्या गर्नु भनेको त यो सानोतिनो कुरो त होइन। त्यही पनि केही छैन, त्यही पनि लाइभमा आएर क्या त्यतिकै अब टिकटकमा आएर, यता युट्युबमा आएर जताभावी जे बोलिदिने हेर्नु त ल। मैले यति यस्तो गरेको थिएँ, सञ्जय नाचिरसँग बोलेको सुनेको थिएँ, यस्तो गरेको थियो, उस्तो गरेको थियो, उसलाई यस्तो भन्दाखेरि मैले सुने होइन। यो नाना थरी यो नभएको कुरो त गर्न पाइँदैन नि त्यतिकै। त्यही कारणले गर्दाखेरि अब गुराँस दिदीको चाहिँ यो साल चाहिँ एकदमै एकदमै नवग्रह चाहिँ बिग्रेकै रहेछ होइन। 7.5 ले नै छोए जस्तो छ दिदी। तपाईँले अब चाँडोभन्दा चाँडो चाहिँ अब चाहिँ ग्रह शान्ति नगरी चाहिँ उपाय छैन। चण्डी पाठ पढाउनु पर्यो तपाईँले मजाले। चाहिँ चण्डी पाठ पढाएर आफ्नो नवग्रह शान्ति गरेर चाहिँ तपाईँ अगाडि बढ्नु पर्यो। तपाईँको एकदमै शुभ्य फाब्य भएर जानेछ होइन। शुभ्य फाब्य होस्, तपाईँलाई एकदमै धेरै धेरै शुभकामना छ। र तपाईँलाई अगाडि बढेको हेर्ने चाहने सम्पूर्ण दर्शकहरू हुनुहुन्छ, धेरै दर्शकले सपोर्ट गर्नुभएको छ। लगभग तपाईँको फ्यान्स फलोवर्समा 10% विरोधी होला, अरू 90% सपोर्टरै छन् क्या। सबैजनाले सपोर्ट गर्नुभएको छ, राम्रो भन्नुभएको छ होइन। सबैजनाले प्रतिक्रिया राम्रो दिनुभएको छ। किनभने गुराँस कहिले पनि गलत थिएन, गुराँस एकदमै सही थियो भनेर भन्नुभएको छ। एकदमै सही हो। मैले पनि उहाँको भिडियोहरू, उहाँको भ्लगहरू हेर्दै आएको, पहिलेदेखि हेर्दै आएको। र कतिपयले के भन्नुभएको छ, किन त चाहिँ कराएको छ, बेल गरेर तेरो के हो, तेरो बुढी हो भन्नेहरू पनि छन् त्यहाँनिर मलाई। तर त्यो होइन, सोसियल मिडियामा आएको कुरालाई बोल्न पाइन्छ, स्वतन्त्र हो। तपाईँ पनि बोल्न चाहनुहुन्छ बोल्नुहोस् न। किन तपाईँ अरूले बोलेकोमा तपाईँ विरोध गर्नुहुन्छ? हो यस्तै यस्तै विरोधीहरू चाहिँ बिगार्ने हो क्या। त्यो भाइलाई उचालेर, त्यो भाइ त्यो जुन प्रबल भाइलाई उचालेर अरूको उलामालामा लागेर त्यो भाइले पनि त्यस्तो गरेको हुनुपर्छ पक्कै पनि होइन। त्यो भाइ न त त्यस्तो गर्ने खालको, यस्तो सानो उमेरमा त्यस्तो गर्ने खालको त पक्कै थिएन होला। त्यो कोही कसैले उचालेरै यस्तो भएको। दर्शक पनि तपाईँहरूलाई यदि कस्तो लाग्छ यो मेरो भ्लग भिडियो यदि मन पऱ्यो, कृपया लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला होइन। प्रतिक्रिया दिनु होला, कस्तो लाग्छ, के लाग्छ भन्ने। आजको यो भ्लगबाट बिदा हुन्छु। सी यू नेक्स्ट भ्लग।